गाइज हेर्न सक्नुहुन्छ यी हाम्रो मात्रै हो कि तपाईँहरूको नि हो स्कुलबाट आउने बित्तिकै ड्रेस खोल्नु छैन केही छैन यसरी हेर्नु त मोबाइल हेरेर अझ के हेरेको फेरि मोबाइल हेर्नु पनि जहिले पनि खाएको खानेकुरा मात्रै होला हेलो जेठी जेठु जेठु हेलो जेठु 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 भोक लाग्यो कान्छी भोक लाग्यो कि नै तिम्रो नाम के हो म त बिर्सिछु भन त तिम्रो नाम तिनको फेरि के खाने नास्तामा भन क्रिम खाने भए दिन्छु मसँग जति पनि छ क्रिम तर नास्ता चाहिँ छैन है मसँग बुझ्यौ क्रिम खाने क्रिम के क्रिम खान्छौ के गर्दै हो रोटी बनाउँदै यो तिमीले आफै बनाएको गोलो हो यो सानो गोलो फेरि यो फेरि भगवान चढाउनको लागि हो भगवानलाई चढाउनको लागि हो केसँग खाने हो नानी मासु छ मासु पकाएको मम्मीले हो अनि आज मम्मीले मासु रेडी गरिदिनु भयो अनि फेरि मैले रोटी बेल्दै रोटी बेल्न जानेछौ ल मलाई रोटी बेलेर देखाऊ ल तिमीले रोटी बेला मैले रोटी बनाउँछु यो कसको लागि हो रे नानी यति सानो रोटी भगवानको लागि रोटी बनाएको तिमीले सबभन्दा फर्स्टमा चाहिँ भगवानको लागि रोटी बनाउन पर्ने रहेछ है गाइज देखाऊ त खै 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 आहा कति गोलो बेलेको ल राख यहाँ म बनाउँछु ल यता नानीले रोटी बेल्दै फर्स्टमा ठुलो नानीले अब सानो नानीले आहा मजाले आहा कति स्पिड हो बिस्तारै बिस्तारै यस्तो बनाएको अहिले देख्दा त चप्पल जस्तो छ हैन लास्ट टाइममा अलि अलि यतातिर फर्काउ न यता 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 कता फर्काउने रे यता फर्काउ यता कता फर्काउने रे नानु सिकाउ ल बहिनीलाई सिकाउ यस्तै बहिनीले खासै गोलो बनाउन जाने जस्तो लागेन आहा तिमीले बनाएको रोटी मजाले फुलेछ है हो नानुको रोटी त खै देखाउ त कस्तो भयो नानीको रोटी यस्तो भयो जेठुको रोटी फेरि यस्तो भयो कस्तो भयो नानी त्यो के हो चप्पल भनौ गोलो बनाउनु जान्दिनौ तँ बन्छ कि जेठीले मजाले रोटी बनाइराख्छ नि ल राम्रोसँग पकाउ ल नानी तिमीहरूलाई काम गर्न मन लाग्छ हो ल गोलो रोटी बनाऊ ल दुईटा सानो मान्छेले पकाएको खाना खाने हो यो रोटी अहिले त तिमीले त राम्रो बेल्यौ त नानी त्यो मिलाएर हो फर्स्टको त चप्पल जस्तो थियो होइन अहिले त खै आहा हेर्नुहोस् है गाइज हाम्रो सानो नानीले यति राम्रो यति गोलो रोटी बनाएको हेर्नुहोस् है गाइस मैले अब घिउ हाल्न जान्छु ल जा धेरै गयो त घिउ के गर्ने घिउ राखेर नानी अब रोटी हाल्ने यसले यस्तो घुमाऊ यिनीहरू त पक्का कुकम्यान भन्छन् जस्तो छ हात आँखामा आउला आँखामा आउला राख ल डर लाग्छ आँखामा आउला है तेल आँखामा आउला राम्रोसँग पकाऊ है नानी पाकेर खाना पाकेपछि मलाई बोलाऊ है ल म गएँ ल मिठो रोटी बनाऊ ल है सानो को फाइदा हेर्नुहोस् है अरू साथी चाहिन्न हो दुईटै मिलेर सुन्नुको फाइदा चाहिँ यही रहेछ है साथीहरू अरू साथी नचाहिए नि त्यो मजाले खाना पारेर टुरिस्टको रमाइलो